बसी खाने प्रवृत्तिले घर गरेको छ र श्रम गरेर खानुपर्छ। श्रम संस्कृति नै हाम्रो अमूल्य संस्कृति हो। यसलाई प्रविधिले जोड्नुपर्छ, यसलाई दर्शनले ग्लोरिफाइड गर्नुपर्छ भनेर आदरणीय महान मेयर हर्क साम्पाङज्यूको सपनालाई साकार बनाउन यहाँ काम भइरहेछ र अब काममा हामी अगाडि बढौँ। यदि राज्यको कोषले गर्नु पर्यो भने यहाँ 1.5 करोडदेखि 2 करोड पैसा लाग्छ। यो एउटा अभियान हो। यो अभियानले पनि ठुलो फर्को मारिसक्यो। अब नेपालभरि नै श्रम र श्रमदान चल्छ। पुण्य सर फेदमा 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 हान्नु न फेदमा त्यो रुखको फेदमा झडम झडम काट्छ खुट्टातिर जाला बिस्तारै सामाजिक अभियन्ताले प्रसिद्ध पुण्य गौतमजीको सहभागिताले यो अभियानले अझै थप ऊर्जा मिलेको छ। पुण्य गौतमजी बर्ती खोलेर सिकाउँछिन् आइज भनेर हैन तर सिकाउ भिडियो त बर्ती खोलेर आउनु फेदबाट काट्नु सर त्यसले बिग्रिन्छ। फेदबाट काटेर सोहोरेर लानुपर्छ क्या बाहिर। यता बसेर हाल्नु पर्यो, यतापट्टि आएर हाल्नु पर्यो, यतापट्टि बसेर चिप्लेर काट्छ हात। अब 4 साल मात्रै 22-24 टाका मेरो टाउकोमा लगाएको छ। मैले धेरै धपेडी गर्नु हुँदैन अहिले। त्यो स्नायु प्रणालीसँग सम्बन्धित हुन्छ कि कुरो। ठिक छ, मैले जे जति सकेको गरेँ। ओके। जस्तै नि पुण्य सर तपाईँ अब यो श्रम संस्कृति पार्टीमा लाग्नु भएको हो कि मेयर साहबले एउटा स्ट्याटसमा तपाईँलाई स्वागत पनि गर्नुभएको थियो। अब यस्तो हो, यो कुरा चाहिँ अब ठ्याक्कै औपचारिक रूपमा नलागिकन लागेको भन्नु हुँदैन, झुटो कुरो गर्नु हुँदैन। तपाईँको मनसाय चाहिँ के छ त्यहाँ? अब हेर्दै जानु होला, लेट्स सी है त, वेट एन्ड सी। प्रतीक्षाको फल मिठै हुन्छ। अब भोलि सम्भवतः महान मेयर आदरणीय हर्क साम्पाङज्यूले आफ्नो गौरवशाली पार्टी श्रम संस्कृति पार्टीको औपचारिक सर्टिफिकेट निर्वाचन आयोगबाट प्राप्त गर्दै हुनुहुन्छ। आज स्याटरडे हो, अब त्यहाँ रुख पनि ढलिसकेको छ, त्यता पनि हामी केन्द्रित गरौँ। अब यही भन्छु म। दर्शक पनि यति बेला देख्न सक्नुहुन्छ हर्क साम्पाङ रेभोल्युसन टिम काठमाडौँले कीर्तिपुरमा यसरी यो जङ्गलमा भएको झाडी फडानी गर्ने काम भइरहेको छ। लगातार श्रमदान भइरहेको छ यहाँनिर। आज पनि श्रमदान गर्ने श्रमजनहरू जति पनि यहाँ हुनुहुन्छ देख्न सक्नुहुन्छ यसरी श्रमदान भइरहेको छ। आज विशेष पानी परेको कारणले पनि त्यति धेरै श्रमदाताहरू चाहिँ उपस्थित हुन सकेको देखिँदैन, तर पनि निकै राम्रो उपस्थित भएको छ। देख्न सक्नुहुन्छ यसरी यहाँ सम्पूर्ण झाडीहरू चाहिँ फाँडेर एकदम चिल्लो बनाउने कामहरू भइरहेको छ है त। साथी अलिक खेतमा काटो हो, यो त माथिबाट काटिएको थियो। खेतमा काटो हो, खेतमा। मुलुकलाई सेवा दिन मात्र होइन, एउटा जङ्गललाई चाहिँ काटेर हामीले पार्कमा निर्माण गर्नको लागि हामी सबै नेपालीले रिगार्डलेस अफ एनी
पोलिटिकल पार्टी एन्ड रेस देश राम्रो भयो भने हामी सबैलाई चाहिँ के हुन्छ भन्दाखेरि राम्रो हुन्छ। त्यो भएको हुनाले त्यही अभिप्राय बोकेर हजुर मुलुकमा रहनुभएका प्रत्येक नेपालीहरूले चाहिँ श्रम गरौँ। श्रमले मात्र अबको ग्लोबललाई चाहिँ सस्टेन गर्न सक्छ भन्ने मेरो बुझाइ हो। त्यही अनुसार चाहिँ म साथीहरूसँग जोडिएको छु। हजुर दर्शक पनि यति बेला चाहिँ यो झौडीहरू फाँडेर एकदमै चिल्लो राम्रो सरसफाइ भइसकेको अवस्था तपाईँहरूलाई म देखाउन गइरहेको छु। देख्न सक्नुहुन्छ अहिले चाहिँ यहाँ एकदमै यो फाँडेर हेर्नुहोस् त, यस्तो झोडीलाई फाँडेर यहाँ एकदमै सफा भइसकेको छ है। यसरी लगातार हाम्रो श्रमदाताहरू खटिराख्नु भएको छ, देख्न सक्नुहुन्छ है त। ल देख्न सक्नुहुन्छ हाम्रो एकदमै सक्रिय श्रमदाता, उहाँको नाम के हो मलाई थाहा भएन, तर एकदमै राम्रो सक्रिय श्रमदाता हुनुहुन्छ उहाँ। एकदमै राम्रो तरिकाले यसरी खटिराख्नु भएको छ है, देख्न सक्नुहुन्छ। ल देख्न सक्नुहुन्छ यसरी यहाँ श्रमदान भइरहेको छ। यति बेला हामीसँग दिपेन्द्र डङ्गोल हुनुहुन्छ, उहाँसँग म केही कुराकानी गर्न गइरहेको छु। दिपेन्द्र सर, स्वागत छ तपाईँलाई जोस टिभी नेपालमा। नमस्ते जजलोपा। आजको यो सरसफाइको बारेमा केही भनिदिनुहोस् न। अब यो हामी प्रत्येक शनिबार विरत छ। हजुर। अनि त्यो भन्दा पनि हाम्रो यहाँ कन्टिन्यू दिनदिनै भइरहेछ हैन। अब हामी अहिलेसम्म यो मध्यम वर्गमा आयो हैन, अझ आदि छ हाम्रो सरसफाइ हैन। अब हामी यसलाई सबै झारहरू फालेर क्लिन बनाएर मात्र छोड्ने हाम्रो अभियान छ। भनेपछि यो टियुको वरिपरि आसपासलाई तपाईँहरूले क्लिन बनाउने योजनामा हुनुहुन्छ? अब हामीले क्लिन बनाउने भयो। हजुर। अब हाम्रो शिक्षा मन्त्री महावीर पुनले चाहिँ यहाँ चाहिँ पार्क बनाएर यहाँ चाहिँ एकदमै एउटा नेपालको काठमाडौँको एउटा नमुना चिज बनाउने भन्ने उहाँको सङ्कल्प छ। त्यसमा हातमा हात हामी मिलाउँछौँ होइन, किनभने उहाँले लिएको जुन अडानलाई उहाँ एक्लैलाई छोड्दैन, हामी बनाउन पनि सघाउँछौँ। उहाँ हाम्रो शिक्षा मन्त्री महावीर पुनसँग पनि समन्वय भएको छ यसको? अब भइरहेछ। हजुर। अब कतिको साथ देला हैन, किनभने यहाँ नेपालमा त सरकार रौन्जेलसम्म हो। सरकार ढल्यो भने त सबै कुरा अर्को आएपछि त्यसलाई पल्टाएर अर्कै गर्थ्यो हैन। तर उहाँ रौन्जेलसम्म उहाँले जुन हामीलाई दिशानिर्देशन दिनुहुन्छ उहाँलाई सघाउनलाई हामी जहिले पनि तत्पर। हामी यो फाड्ने मात्र होइन, बनाउन पनि हामी त्यतिकै लाग्छौँ। यसलाई सुन्दर काठमाडौँको सुन्दर पार्क बनाएरै छाड्छौँ। भनेपछि यहाँनिर सरसफाइ गरिसकेपछि एउटा सुन्दर पार्क बनाउने योजनामा हुनुहुन्छ? एकदम एकदम। यो चाहिँ तपाईँहरूको श्रमदाताको तर्फबाट हो कि यो युनिभर्सिटीको एउटा समन्वय गर्नु भएको छ कि के छ? अहिले त यो हाम्रै हर्क साम्पाङ रेभुलेसन टिमकै उसमा छ, टियुको यताउति समर्थन मात्र छ, केही पनि छैन। टियु युनिभर्सिटीबाट चाहिँ समर्थन चाहिँ गर्नु भएको छ, अरू कुरा केही भएको छैन? अरू केही छैन। अब भनेपछि हर्क साम्पाङको एउटा यो टोलीले हजुर यसरी जङ्गलको झाडीहरू मात्रै फाँड्दै हिँड्ने हो कि अरू काम पनि गर्छ कि के छ? अहिले सुरुवात हो। मान्छेलाई पहिला सुरुवातमा श्रम गर्नुपर्छ भने एउटा मेसेज मात्र पुगेर श्रम अलिकति मात्र गरे पनि धेरै ठुलो हो। यो सुरुवात हो होइन। अब किनभने मान्छेले मात्रै छुन छोडिसक्यो। अब स्कुल बच्चादेखि ब्याचलर मास्टर सबै गर्दाखेरि पनि म यति पढेको मान्छेले काम गर्नु हुँदैन भन्छ, तर नेपालमा काम गर्नु हुँदैन भन्छ, तर विदेशमा गएर झाडु कुचो टोयलेटधरि सफा गर्छ।
अब कतिपय व्यक्तिहरूले त अहिले यो हर्क साम्पाङको टोलीले एउटा टिमले यसरी जङ्गल झाडी मात्रै फाँडिरहेको छ, यसरी देशको विकास हुँदैन भनिरहेको छ नि, के भन्न चाहनुहुन्छ? यस्तो हुन्छ, अब मैले भन्नै पर्दा यो टिओको ग्राउन्ड जति हामीले यो फाड्छु, यदि राज्यको कोषले गर्नु पर्यो भने यहाँ 1.5 करोडदेखि 2 करोड पैसा लाग्छ। हजुर होइन, त्यो पैसा त जोग्यो नि, होइन? किन भन्दाखेरि श्रम भनेको यति शक्ति हो कि राज्यले त गर्नै चाहँदैन नि, यो त तपाईँको अहिलेदेखि पहिलादेखि अहिलेसम्म गरेकै छैन नि। छैन, त्यही भएर अब यो भाष्य निर्माण गर्नेहरूको त्यो टाउको दुखेर मात्र हो, नभए त अरू केही गर्नु पर्दैन। अस्ति तिहारमा जति पनि मान्छे हाम्रो नेपालीहरूलाई फुलको अभाव भयो, होइन? फुल भनेको चिज त यसो फाल्यो भने मात्र फल्छ, नालीमा पनि फुल्छ, होइन? अब त्यो हात नचलाउने, फुल महँगो भयो भने नारा जुलुस लगाउने, त्यो नारा जुलुस लगाउने मुखले, होइन, त्यो हात चलायो भने, पाखुरा चल्यो भने त कसैले फुलै किन्नु पर्दैन। नेपालमा जमिनै नभएको त होइन, मरुभूमि त होइन। विदेशमा मरुभूमिमा त खेती गरिसक्यो भने हाम्रो त फालेपछि फुल्ने चिज, फल्ने चिज छ, होइन? श्रम मुख चलाउने, श्रम चलाउनु पर्यो क्या। यो एउटा अभियान हो, यो अभियानले पनि ठुलो फर्को मारिसक्यो। अब नेपालभरि नै श्रम र श्रमदान चल्छ। कतिपय व्यक्तिहरूले त अझै पनि जति नै श्रमदान गरे पनि काम छैन, देश बन्दैन भन्ने कुराहरू प्रतिक्रियाहरू दिइरहेको छ नि। अब मैले भन्यो नि, यहाँ 2 करोडको ज्याला दियो भने 2 करोड पैसा लाग्ने चिज त्यति जोग्यो, होइन? त्यति जोगिँदाखेरि एउटा यहाँ त पार्क मजाले बन्छ भने एउटा आइडिया त आयो नि, होइन? यो पार्क बनेपछि यहाँ चाहिँ सुन्दर बगैँचादेखि सबै अथवा यहाँ फुटसल बनाउन मिल्छ कि, यहाँ पोखरी बनाउन मिल्छ कि, अब चिल्ड्रेन पार्क अथवा वृद्ध आश्रम, होइन, यस्तो बनाएर गऱ्यो भने यहाँ आउने आगन्तुकहरूलाई दिनको 20 रुपियाँ लिए पनि यहाँ त महिनाको लाख रुपियाँ उठ्छ, यस्तो ठाउँ छ क्या। यहाँ त त्यत्तिकै खेर गएर मात्र मान्छेले, भोलि यो पार्क बनेर यहाँ पैसा उठेपछि बल्ल मान्छेले चेट खोल्छ क्या। अब कोही त मान्छे, मैले भन्यो नि अघि पनि, यहाँ टाउको दुखाइ छ क्या, त्यो टाउको दुखाइ कम गर्नु, बरु आफ्नो श्रम गरौँ, आफ्नो 2टा गमलामा फुल रोपौँ अथवा 2टा गमलामा तरकारी रोपौँ, होइन? अर्ग्यानिक खाउँ, किनभने आज 2टा गमलामा तरकारी रोपेर खायो भने भोलि त ओहो हुँदै रहेछ भने 4वटा थप्छ, हुँदा हुँदा त कौशीभरि नै तरकारी खेती भयो भने त अर्ग्यानिक पनि खान पाइयो, किन्नु पनि परेन, होइन? फेरि एकछिन बिहान बेलुका दिउँसो फुर्सदमा गऱ्यो भने, श्रम गऱ्यो भने त आफ्नो शरीर पनि व्यायाम भयो, होइन? कतिपय व्यक्तिहरूले अझै के पनि भनिरहेका छन् भने ती व्यक्तिहरूले जति पनि श्रमदानमा आएको व्यक्तिहरू छन्, ती व्यक्तिहरूले आफ्नो खेतबारी घर चाहिँ अलिक बाँझो राखेका छन्, सरसफाइ गरेका छैनन्, तर काठमाडौँमा चाहिँ एउटा श्रमदानको नाटक गरिरहेको छ भनिरहेको छ, के भन्न चाहनुहुन्छ? अब यो त धारामा पनि कुरा उठेको, काठमाडौँमा पनि उठेको होला, बाँझो होला, तर यहाँ श्रम गरेपछि मेरो घरमा गर्नुपर्छ, मेरो खेतमा गर्नुपर्छ भने यो मेसेज हो क्या। किनभनेको यहाँ सामुकले गर्दाखेरि यहाँ त त्यही ठिक हो एउटा कुरा, किन कसैको घरमा कसैले बडाल कुचु नगर्ने मान्छेले पनि यहाँ गरिरहेछ, यहाँ गरेपछि त एउटा सिक्यो नि, होइन? मेरो घरमा गर्छु भनेर सबै गर्छ क्या। यो एउटा अभियान हो, यो सबै घरमा लागू गर्छ सबैले। अब त शिक्षा नीतिमा पनि यो श्रम अभियान पढाउनु पर्छ, भयो भने मात्र यो देश बन्छ। शिक्षा नीतिमै श्रम गर्नुपर्छ भने नियम लागू गर्न चाहनुहुन्छ? अब हाम्रो टिमलाई बहुमत दियो भने शिक्षा नीतिमै कसरी अहिले बच्चालाई अन्डा कहाँ हुन्छ भने फल्छ कि फुल्छ त्यो कुखुराले पार्छ त्यो पनि थाहा छैन, होइन? अब बडम, यहाँ बडम बेचेर ल्याएको छ, बडम कहाँ फल्छ भने रुखमा फल्छ भन्छ। अब त्यो छैन क्या, धनियाँ कहाँ फल्छ, होइन, कहाँ उम्रिन्छ, त्यो केही छैन क्या। शिक्षा नीतिमै त्यसरी लागू गर्यो भने त धेरै राम्रो हुन सक्छ नि। अब हाम्रो अभियान नै त्यही हो। अहिलेको जति पनि स्कुलको विद्यार्थी भाइ बहिनीहरूले त अहिलेसम्म खाना पकाउन जान्दैन, कति 10 क्लासको, कति कलेज पढ्ने भाइ बहिनीहरूले त्यो कुराहरूबाट धेरै पछाडि छ नि त। ताक र जुत्ता मुजा लाउनै जान्दैन, सिकाउँदैन, खानाको त पढै जाओस्, होइन? तर शिक्षा नीतिमै आफू सेल्फ डिपेन्डेन्टमा बस्ने, लुगा लाउनेदेखि खानेदेखि पकाउनेदेखि त्यो सबै सिक्यो भने त, होइन,
यो त हाम्रो अभियान नै हो क्या। के छ अब श्रम संस्कृति पार्टी भनेर एउटा देशैभरि पार्टी गठनको सङ्गठन विस्तारको अभियान पनि चलिरहेको छ। अब आउने चुनावमा के छ, भोट ल्याएर जित्न सकिन्छ होला? अवश्य कस्तो आँकडा गर्नु? अवश्य नै, किन भन्दाखेरि अरूभन्दा हामी डिफ्रेन्ट छौँ होइन। यो त एक हिसाबले एउटा जितिसकेको मुद्दा हो होइन। त्योभन्दा पनि हामी जित्यो भने पक्कै पनि यो नेपालको मुहारै फेर्छौँ होइन। शिक्षा नीतिदेखि यो श्रम नीतिदेखि सबै कतिपय व्यक्तिहरूले समावेशिता भएन यो पार्टीमा भनिराखेको छ। समावेशित छ, किनभने म नेवा कमिटीको भयो होइन। अब समावेशित भयो होइन, नभएको होइन, छ होइन। हजुर, त्यस्तो व्यक्तिहरूलाई के भन्न चाहनुहुन्छ? अब त्यस्तो व्यक्तिहरूलाई म के भन्न चाहन्छु भन्दाखेरि श्रम गर्नु, तपाईँको पार्टीहरूमा पनि श्रम गराउनु। हजुर, यो हर्क साम्पाङ टिमले श्रम संस्कृति पार्टीले मात्र गर्ने होइन। सबै नेपालमा जतिवटा पार्टी छ सबै पार्टीले आफ्नो आफ्नो पार्टीको झन्डा अथवा आफ्नो श्रम सङ्गठन बनाउनु।